साथीहरू भन्छन् कि त्यो गरिमा चौधरीले चाहिँ न्याय पाउनुपर्छ अनि त्यो जो हत्यारा चाहिँ फाँसीको सजाय दिनुपर्छ। किन दिने कि साथीहरू त्यो सजाय फाँसीको सजाय के साथीहरू, जबकि त्यो बच्चा र साथीहरू एकदम दरदनाक साथीहरू मौत पायो भने त्यहाँ इजी सजाय किन दिनु भन्नु त। त्योको साथीहरू म एकदम सरिसन दिन्छु साथीहरू, त्यो त्यही नै काटिदिने कि साथीहरू होइन। 99% साथीहरू आबादी कम हुन्छ कि साथीहरू होइन। आज साथीहरू गरिमा चौधरी र साथीहरू सानो 3 वर्षको बालक साथीहरू त्यसलाई त्यस्तो काण्ड गर्यो भने साथीहरू भोलि गएर मलाई गर्छ, तपाईँलाई गर्छ, मेरो छोरा गर्छ, तपाईँको छोरा गर्छ साथीहरू। यस्तो घटना त कति आउँछ साथीहरू। त्यही भन्दा साथीहरू म तपाईँ एकदम राम्रो कुरा सल्लाह दिने साथीहरू, यस्तो काम गर्ने मान्छे साथी इजी सजाय नदिने, इजी सजाय नदिने साथीहरू, जेल हाल्ने फाँसीको सजाय चाहिँ नदिने साथी, यस्तो राम्रो सजाय नदिने साथीहरू, त्योको त्यही नै काटिदियो साथीहरू होइन। एकदम राम्रो हुन्छ साथीहरू। भविष्यमा साथीहरू अरू मान्छेमा साथीहरू सल्लाह मिलोस् के यस्तो गर्नुहुन्न भने मिलोस् साथीहरू। के साथी बच्चा तडपी कस्तो दर्द हो साथीहरू, कस्तो मुखमा हालेर मागेको साथीहरू, कस्तो तडपीको साथीहरू त्यो बच्चा। किन साथीहरू त्यसले इजी इजी ओदिने के भन्छ सजाय साथीहरू, त्यही नै गर्नु म साथीहरू होइन।